गत शनिबार हामी लामाटार लाँकुरी भन्ज्याङ सर्किट हाइक गएका थियौँ। लामाटार बस पार्कमा भेला भएर हिँड्न सुरु गऱ्यौँ। हिँडेको केही बेरमै राधाकृष्ण मन्दिर पुग्यौँ। एकअर्काको परिचय गऱ्यौँ, हाइकको ब्रिफिङ पनि गऱ्यौँ। अनि सल्लाहको जङ्गल हुँदै गणेश मानसिंह पार्क पुग्यौँ। गणेश मानसिंह पार्कमा बसेर लाइट स्न्याक्स लियौँ, भ्यालीको भ्यू हेऱ्यौँ, निकै बेर आराम गऱ्यौँ। अनि हल्का उकालो बाटो चढेर टेरेस रिजोर्टको छेउ हुँदै सानो जङ्गलको बिचमा बसेर आराम गऱ्यौँ, गेम खेल्यौँ। अनि थोरै तलको फुटबल ग्राउन्डमा पनि एकछिन रमाइलो गऱ्यौँ। त्यसपछि लाँकुरी भन्ज्याङको पिकनिक स्पट हुँदै भ्यू टावर मनमोहन पार्कमा पुग्यौँ। यहाँ बसेर भ्यालीको भ्यू मजाले हेऱ्यौँ। यहाँ पुगेपछि हाम्रो उकालो बाटो सकियो अनि कोट डाँडातिर ओह्रालो झर्न सुरु गऱ्यौँ। जङ्गलको बिचमा सडकको बाटो हुँदै भीमेश्वर मन्दिर पुग्यौँ। यहाँ पनि आराम गऱ्यौँ अनि बिस्तारै सिस्नेरी गाउँ हुँदै फेरि लामाटार पुगेर हाइक टुङ्गायौँ। तपाईँहरू पनि हरेक शनिबार हामीलाई हाइकको लागि जोइन गर्न सक्नुहुन्छ। वेलकम।